नमस्कार, मेरो नाम बिना रेन्को। मेरो कविताको शीर्षक एक धरको सिन्दुर। जति चलायो त्यति धारिलो बन्छ रे फलामको खुकुरी। म भने जिब्रोले शब्द खोज्दा खोज्दै व्यक्त गर्न नसकेका भोगाएका यातनाहरूबाट धारिलो बन्न खोज्दैछु। परम्परा निभाउन झुकाएको शिरलाई पाउमै लम्पसार पारिराख्ने कि अलि माथि घुँडासम्म झुकाउने वा काँधमा काँध मिलाएर नजर मात्र झुकाउने। कतिसम्म झुक्दा सौभाग्यवती बनिन्छ। विश्वविद्यालयको कुनै कोर्समा पढिन, नामसँगै थर तनसँगै मन खप्ट्याएँ। जीवनसाथीको खुसीमा आफ्नो खुसी दबाएँ। उनकै इच्छा र अनिच्छाको पिङमा मचिए। पल पल रिसले खाँदिएको बकारी सम्झाएँ। औँसी र पूर्णिमामा फेरि रे चन्द्र सूर्यको आकार झैँ जायज र नाजायज बनिरहन्छन् मेरा सपनाहरू। उनकै इसारामा तालमेल नमिलाए चार किल्लाभित्रै बन्दी बनाउने धम्की शब्दको मात्र हुँदैन, वजनदार शरीर र हतियारको पनि हुन्छ। आमा भन्थिन् बुझे फुलबारी नबुझे उन्युघारी। आफ्नै फरिया अल्झाउने काँडाहरू सर्लक्कै पन्छाएर हिँड्न उन्युघारी बनेको विवाहको बन्धन फाडेर आएँ। मलाई म बन्न नदिने विगत नकोट्याऊ अब। पाइलै पछि गरिरहने खेल निकालेर आएँ। एक धरको रातो सिन्दुरले जोडेको सम्बन्ध एक धरको रातै दस्तखतले टुङ्ग्याएर आएँ।